हेलो एभ्रिवान। आज हो सन्डे अनि आज मेरो छुट्टी थियो, सो म बिहानै आज साइक्लिङको लागि निक्लेको थिएँ। यो चाहिँ शान्ति पथ हो जो कि युएसए एम्बेसीको छेउमा हो। त्यहाँबाट म यहाँ आइपुगेँ। यो हो कर्तव्य पथ जो इन्डिया गेट र पार्लियामेन्ट हाउसको बिचको यो बाटो। यहाँनिर 26 जनवरी परेड पनि हुने गर्छ है। यहाँनिर चाहिँ बिहान एकदमै खुल्ला हुन्छ। दिउँसो त पुरा भिड हुन्छ, तर बिहान चाहिँ खुल्ला हुन्छ। बिहान मान्छेहरू यहाँनिर कोही वकिङ गर्ने, कोही जगिङ गर्ने, कोही साइक्लिङ गर्ने मान्छेहरू यहाँनिर सबैजना एकट्ठा हुन्छ। बिहान चाहिँ एकदम मजाको खुल्ला छ यहाँनिर है। न त भने दिल्लीको ट्राफिक कति हुन्छ तपाईँलाई थाहै छ। यहाँ चाहिँ बिहान चाहिँ खुल्ला हुन्छ। अहिले यो 10 बजीको बादमा फेरि यहाँ भिड हुन थाल्छ। अहिले चाहिँ खाली छ। सो म यहाँनिर चाहिँ साइक्लिङ गर्दै गर्दै आएको थिएँ। यो साइक्लिस्ट ग्रुप्स यहाँनिर नानीहरू कोही स्केटिङ गरिरहेको छ, कोही वक गरिरहेको छ, कोही जगिङ गरिरहेको छ पार्लियामेन्ट हाउसको यो। अनि यो चाहिँ मेरो साइकल। यो बाटोदेखि जाँदा जाँदा चाहिँ यता चाहिँ तपाईँको इन्डिया गेट। सानो नानी मजाले स्केटिङ गर्दैछ यहाँनिर। यो चाहिँ साइडको फुटपाथ। यहाँनिर मजाको ग्रिनरी छ। यहाँनिर मजाको यहाँनिर बनाएको छ, साफ सफाइ छ यहाँनिर। मजाको एम्बियन्स, बिहान आएर टाइम स्पेन्ड गर्नु सक्छ। मजाको जग्गा छ यो। फुलहरू पनि फुलिरहेको छ है। So this is how I spent my morning today. Thanks for watching. See you again. Bye.